साथीहरु सम्पूर्णमा नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म धेरै पछि आएको छु है भिडियो लिएर। अनि आज चाहिँ म जाँदै छु सुपा देउराली। सुपा देउराली चाहिँ मेरो उता घरदेखि सबै पर आउन लाउनु भएको छ। सुपा देउराली किन आउन लाउनु भएको छ अनि म चाहिँ किन जान लाग्छु त्यो चाहिँ म तपाईहरुलाई पछि भन्ने छु। अझै चाहिँ म रेडी हुँदै छु अनि मेरो ब्याग रेडी। मेरो कति फोहोर छ, रुम सफा गर्नु छ, कोठाहरु धेरै फोहोर भएको छ अनि सफा पनि गर्छु। त्यही अब म पनि लाग्छु अर्घाखाँचीको सुपा देउराली अनि मेरो सबै परिवारसँग म त्यही भेट हुने छु। साथीहरु आफू चाहिँ अब सुपा देउराली पुगिसक्यो। सुपा देउराली पुग्यो, अब अरू चाहिँ आइपुग्नु भएको छैन। जानु कि नजानु। सुपा देउरालीको आउनुको मेन कारण चाहिँ के हो भनेपछि मेरो बहिनी चाहिँ जापानदेखि आएको छ अनि उसले चाहिँ भाकल रहेछ अनि त्यही भएर हामी चाहिँ सबै फ्यामिली चाहिँ बाबा चाहिँ आउनु भएन अनि त्यही भएर चाहिँ मलाई अलिक नराम्रो लागेन। अनि हाम्रो बहिनीको चाहिँ भाकल आज चाहिँ अनि बोका चढाउनु सबै फ्यामिलीहरू आउनु भएको छ कि मेरो बहिनी चाहिँ म देखाउँछु। म त सँगै 4 वर्ष पछाडि भेट हुँदैछु। 4 वर्ष हो योमा चाहिँ हुनुहुन्छ, योमा चाहिँ आउनु भयो। अब म चाहिँ जान्छु त्यहाँनिर है। सबै आइसक्नु भयो। मम्मी हिलाउनु पनि गाह्रो छ हौ, केटी मान्छेलाई गाह्रो भयो। म अघि आएर ल भाग्यमानी हुनु आमा। योसँग चाहिँ 4 वर्षपछि भेट भएको। भाग्यमानी भयो, भाग्यमानी भयो। खै त दाइ कता कता आउनुहुन्छ? म अघि आएर बोल बाबा भाग्यमानी भएछ। आजको कपडाबाट गयो नि? आजको कपडाबाट बाबा चाहिँ किन आउनु भएन त के? अनि के रे अरूमा अरू उहाँ भन्नु पनि हैन र मैले दाइ यसकोतिर आएस म अल्लु गएर त्यहाँ बसिरहेको थिएँ। खै त नक्की दाइहरू हो बाबु खै त ऊ त्यहाँ रहेछ। हिरोको इन्ट्री बाँकी छ नि होइन साइला? ठिक छ ठिक छ। ए मेरो नक्की दाई, नन्दन दाई अनि भाउजू आउनु लाग्यो। आउनु देखाउँछु हामीलाई तपाईँले सुपा देउराली मन्दिरमा कसरी पूजा गर्छ होइन जाने हो बाबु। तिमीले मलाई तर्कायो। मैले भने एकदम यस्तो यहाँ चाहिँ के छ भनेपछि आफूले मागेको चाहिँ कुराहरू चाहिँ पुरा हुन्छ। त्यसको लागि चाहिँ भाकल गर्नुपर्छ। कसैले परे उठाउँछ नि, कसैले चाहिँ बोका चढाउँछ नि। हामी चाहिँ आज बोका चढाउन आएको छौँ। बोका चढाउनु कतिचोटि आइसकेको भयो तर अब चाहिँ म आज चाहिँ म भित्र पूजा गर्न जाँदैछु। लाग्दैनन् किन ल्यायो त? यसले मलाई रिज उठाएको छ कि यसले खोजी हेरेर को यहाँ चाहिँ यस्तो गर्नुपर्ने रहेछ। मलाई चाहिँ त्यति धेरै थाहा थिएन। अनि यहाँ चाहिँ यहाँ पुरा धुने अनि यसरी पानी छिर्नु यस्तो गर्नुपर्ने रहेछ। साइलाले मागेको चढाउन आइसक्यो, पुरा भएर चढाउन खायो। यस्तो गर्ने अरे यस्तो गर्ने हो। खै दाइ हेर्नु मै बोलिरहेको छु दाइ। एकदम यसरी पानी छाप्नु पर्ने रहेछ। ओली खेला जस्तै गर्नुपर्ने रहेछ भन्ने के भन्ने। मैले फोटो खिचाइदिएन, मैले त भिडियो बनाएको छु। ठुले आमाले गर्नुभयो, ठुले आमा यस्तो यस्तो भइसक्यो, यस्तो यस्तो गर्नुभयो भइसकेछ। सबै मन्दिरभित्र गाडी लिएर त्यो बाइक गाडी गएको छरा डराएर बस्छु। भाग मिल्का भाग 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 मिल्का भाग भाग। के हो यस्तो त आएको कति आइज सबै कपडा सफा गर्नुस्। ए बाबु यति मान्छे अरे मेरो परिकारमा भइरहेछ। लाउ आउने म जान्छु।
खै म जान्छु आमा आमा त्यो सामानबाट ठुले आमाहरूले यहाँ चाहिँ अब ढोक भेट भइरहेछ बुहारी नानीहरूले साँच्चै आमाको खुट्टा भइसक्यो अघि मैले टिका लगाइदिनु मलाई अब ल छिटो है 83 मा चाहिँ बिहा 84 मा ट्याक्कै एउटा भान्जो भान्जी जे भए पनि घोरले छोरो भान्जो त्यस्तो नगर न मलाई पाप नपुगो मलाई धोगी त है भाउजूले यहाँ भाउजूले मलाई धोगी म के पुरा के कौशल्या गोत्रको लागि या पूजा बोका काट्नलाई मन सबै के गर्नलाई बोका चढाउनलाई के कुकुरलाई बोलाइदिनु सपना बुढाले देवीले चढाउँथ्यो होला नि जाऊ जानु पर्दैन रे परे उडाम परे पनि लिएर छौ तैँले परे नि उडाउँछु भने चाहिँ तैँले परे नि उडाउनु भने चाहिँ ए तँ भनेको छैनस् भाकल गरेर पनि उडाउँछन् होइन र थाहा भन्न म त त्यो हो कसै नै के त्यो ड्युटी के हाम्रो त्यही त के कति जति म पनि परे उडाउँछु भनेर परे उडाउन लाग्छु यहाँ चाहिँ जानुपर्ने रहेछ परे उडाउनलाई चाहिँ 100 रुपियाँ तिर्नुपर्ने रहेछ परे उडाउँछु दुईवटा तैँले लैजा बिचराले के भने यस्तो माया लाग्ने यस्तो यस्तो मान्नु यस्तो यस्तै छोड्नु खिच्नु भए चामल हाल्ने मैले उडाउनु भनेको अनि यही छोड्नु पर्ने रहेछ उडा जाऊ 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 अरे सकिन भयो उडाइसक्यो कि उडाइसक्यो यहाँ छोड्नै मानिसले निल्ने फेरि मलाई लजाउ बस्नुस् हजुर बस्नुस् ल भयो उडाइ पर्यो हामीले ल पर्यो उडाइस् आमा आउनुहोस् जाम भयो पर्यो उडाउने पऱ्याइदिनु होला त भयो बस्ने पऱ्याइदियो पार्नु पर्यो कलरमा आउनुहोस् हेर त आमा अरू मेरो अरे गराइबाट आयो बोका आउनुहोस् ल्यामा के होइन के बनाएन पुऱ्याउनु पर्यो नरेल पुऱ्याउनु भयो मेरो आमा ठुली आमा मैले भिडियो बनाएको छु अब दुइटै कमेन्ट गर्नुभयो म त हिजो औषधि खाएर म भिडियो बनाएको छु यहाँ चाहिँ अब फोटोहरू यहाँ फोटो सब फोटो खिच्नमा चलिरहेछ ल यहाँ मैले यति खिचेँ यति फोटो मात्र खिचेको फोटो मात्र खिचेको गर्छन् फोटो मात्र खिच्छन् तिमीले भिडियो बनाऊ भने
म्याचिङ गरेर आएको छैन डिफ्रेन्स छ के डिफ्रेन्स छ डिफ्रेन्स छ गर्मी भइसक्यो झन् त काले अनुहार काले हुन थालिसक्यो ठिक छ गाइस म त झन् ठिक छ दाइ त किन काले होला यस्तो त गोइछेस म त काले म कालो छु योसँग चाहिँ 4 वर्षपछि भेटेको तर अहिले 4 वर्षपछि जस्तो फिल भएन कि कस्तो तँलाई देखिरहेको जस्तो लाग्छ कि हुन्छ नि हामी त्यस्तै भयो मलाई त योसँग चाहिँ 4 वर्षपछि भेट भएको 4 वर्ष फेरि के किन्न लाग्यो कि तिमीहरू है त भने होइन है नहुने कुरा गर्छ मैले त्यस्तो है भनेर बोलेको छु नि खास बोलेको त छैन है अनि म त यस्तो बोल्छु दा भने तर त मान्छे भएको है पढेको है त भन्दैन मैले अरे म त कानमा के पाइस् तैँले के गिफ्ट पाइस् कसले किनिदियो कत्रो गिफ्ट पायो अरे त आएर यहाँ ल ल ल गाडीमा बस्छ ल ल ग्रुपहरू बस्नु भित्र जानुहोस् बाई बाई अहिले कस्तो राम्रो ठाउँमा लगेर जानु लानु हामीलाई पिक्निक खानु अहिले म रिस उठेर किनेको खाने ठाउँ यार ल आउनुहोस् जानु सुल्यामा बस्नुहोस् कठै नि कहिले हिँड्न सक्दैनौँ भने झुलुङ्गे पो हिँड्नु सक्दैनौँ भने कि कसैले नि ए ग्रुपहरू सब ठिक छ नि आरामै छ नि खानामै बिर्छ नि अरू केही किनेर ल्याऊ म खान्न धेरै नौरपानी जाम भनेर जानु के देखेर आयो यो के हो यो त झिङ्गे के थियो यो के देखेर आउनु भएको यहाँ त्यही पुलिस चौकी लिएर त्यहाँ आसपासमै हो त्यही भाउजूले फोटो खिच्नु सबै जुम गरेर 3x मा ल मैले भनेको बुगो पनि भएन मैले भनेको ठाउँ पनि भएन केही पनि मान्दैन मैले मान्छे म यहाँ कटिङमा लाग्छु कटिङ गर्न अनि अहिले एकछिन माछा हेर्नु तपाईँ चाहिँ टक्कलाई सबको ठ्याक्क किनेपछि चट दिनु होला है तपाईँको त के हो ठ्याक्कै किने भन्दैन सबले भोक लाग्यो भोक म होइन हेर भगवान ड्राइभर हेर ड्राइभरको आमा हेर न फेरि बजे गीता हेर न दाँत नमार्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले
त्यही त यहाँ काम चलिरहेछ बाबु त्यो फोहोर हुन्छ फोहोर त्यो फोहोर नचल बोयर मासु त मिठो नहुँदैन माइजू एक्लै थिए मामा छोडिन गयो खाने भनेपछि अरू सबैले खानु मात्रै यहाँले मात्रै खानु के अङ्क हजुर पनि कस्तो होला भनेर त म सोचेको देख्नु म मात्रै खानु अरू पानी छ त यहाँ त यस्तोमा गह खोइ यिनीहरूले काममा म जान्न त होला म लडिन्छ म जान्न म यहाँदेखि देख्छु नि त कहाँ छन् कि माछा यस्ता माछा हुन्छन् यस्ता माछा यिनीहरूले यस्ता माछा चाहिँ हुन्छन् खाएको कति खान्छौ या तिमीहरू खाएको छ सिकिमी पनि धेरै खानु हुँदैन दाँते पनि खानुपर्छ फेरि नानी हो त्यही त धेरै खानुहुन्न ल ठिक छ लिङ्क पठाइदिनुहोस् है ओके युट्युबमा हालेछ हेर्नु भयो हेरौँ देखिन्छ खै कति तपाईँहरू कता कता हुनुहुन्छ खिचाची छ किन को के गरे बाबु तल चलाउनुहोस् गाडी गाडी चलाउनुहोस् तेरो गाडी देखाइदे त म फुपूलाई फुपूल किन्दै गाडी देखा हाय हाय बाइ बाइ अब हामी तपाईँ गाडीमा जा घर जाँदै देखाइदे फुपूलाई गाडी वाउ कति राम्रो किन्दैछु देखि त्यही गाडीमा चढेर जाने त्यही त नि कसले किन्दै गरे हजुर उसको पछाडि अब म तपाईँहरू दुवरो ठुलो को अगाडि बस्नु होला हामी पछाडि बस्नु नि तल्ली पछाडि खाली छ नि अलि नाच्ने हल्ला गर्ने पछाडि बस्छ हेरौँ न गाह्रो भइसक्यो भने आउनु त होला गाह्रो नहुँदैछ मेरो छ मेरो मल्टी अब चाहिँ हामी घर जान लागेको टाटा बाई भन्नु पर्यो बाटोबाट खिच्दै जाने हो कि अब हुन्छ कति घाङ गएर चाहिँ मेरो गिफ्ट देखाउँछु मेरो गिफ्ट जापानबाट आएको अरे आमा म त बोल्न सकिन सबै जापानबाट गिफ्ट बस्नु भइमा गुड अरू त लास अगाडि बस्नु नदिने भन्नुभएको हामी चाहिँ अब लाग्यौँ त बाबा र म बसेका छौँ अनि
बाबुले अगाडि बस्न नदिने भन्नुभएको छ तर मैले होइन बाबु त चुप्प लगाएर बस्छ भनेर अगाडि बसालेको छु नि होइन ज्ञानी भएर बस्छ यो भनेछु अधेर रात पर्न थालेको घर आइपुगिसक्यो कति गाह्रो भयो गाडीमा म कति राम्री हुन्छ गोरी न गोरी जापानको प्रडक्ट लगाएर हेर्नुहोस् यो 1 वर्ष आइपुग्छ काले अनुहार पनि गोरो होला जस्तो छ चकलेट चाजा खान्न भोलि खान्छु भोलि मैले चाहिँ यसलाई यस्तो बनाइदिनु थालेको छु अलि यहाँनिर अब यो ट्याक्क टक्क हान्ने चाहिँ यहाँनिर बटन हानेर एउटा झुन्डाउने बनाउने छ अनि समुद्रतिर जाने यसलाई भिड्दैन नि त त्यस्तै लुगा लाएर यस्तो ब्याग डाको डेरे खाने ब्याग त के यसको भनौँ न अरू चोलाको त आफ्ना पिन्दल बनाइकिन यो त यस्तै बोक्नु बाई गुड नाइट हामी अर्को ब्लगमा भेट्नुहुनेछौँ लभ यु अल